As I'm gonna react to some of the most heated motovlog moments. Let's get right into it, lah. कस्तो के छ भनेर न्यू नहोस् भाइ फेरि के सुन्दैन नि पैसा पनि नदिने उल्टे हात लगाउँछ खाते चोरले के भन्नु छ हाते मुजी पैसा छैन भने भन्न न गाह्रो छ यार राइडरहरूलाई पनि है तर ले अभियसली एङ्ग्री मोटोभ्लग मोमेन्ट्स भनेपछि राजकुमारको क्लिप नआउने त कुरै हुँदैन है क्या इंडियन है सर इंडियन हिंदी किस तरीके से आप ड्राइव कर रहे हैं सर इसका ना ऑर्डर में प्रॉब्लम हो 15वटा बाइक छ क्या टोटल चाबी नतार्नु है अथोरिटी 15वटा बाइक हाल्नु त्यही त म मगाउँदैछु बाइक राख्नु आनी बानी भने राजकुमारको फ्लेक्स हान्ने त त बाइक राख्नु लाउनु हैन सर बनाउनु मिल्यो तपाईले यिनीहरुले बनाइराछ त्यो सबैले बनाइराछ तपाईको क्यामेरा अन छ त तर है राजकुमारको यो गर्लफ्रेन्ड पनि अब अभियसली ट्राफिक अफिसरलाई नगर्नु भनेको छ भिडियो होइन तर आई थिङ्क होइन राजकुमारको यो गर्लफ्रेन्ड पनि आई थिङ्क सी हेज एन एटिट्युड प्रब्लम कि अलिकति इगोइस्टिक पाराको हुन्छ नि अब झाकझुलुक क्लिपहरू देखिरहन्छ नि त यताउता सोसियल मिडियामा भिडियो थियो तपाईँ रिसिभी इगोमा नआउनु न सर यार के गर्नुपर्ने गर्नु पर्यो हामीले कागज मागिराछ हो यहाँ हेर्नु न यहाँ के गरिरहनु भएको छ मैले बाइक दिइरहेको छु त तपाईँलाई बाइक दिइरहेको छु लिएर जानु बाइक मलाई चाबी दिनु बाइक लिएर जानु मकै त लिएर जा ल लानु म चाबी दिनु हेलमेट कहाँ दिन्छ सर हेलमेट पनि अति भने तर यार अभियसली भनेको जहिले पनि होइन अब इट्स नट अलवेज राजकुमार्स फल्ट टु होइन हुन्छ नि कहिलेकाहीँ अब ट्राफिक अफिसरहरू पनि आउटै हुन्छ नि 7 मिनट कुराएर त 3 रुपियाँ बढी कटाउँदा किचकिच गर्छ यारले अरू पैसा ल्याऊ जम्मा कति कति उठ्या छ 77 रुपियाँ उठ्या तपाईँको होइन कन्जुसीको पनि नेक्स्ट लेभल हो यो जति चाहिन्छ त्यति आधा तपाईँलाई आधा मलाई 77 रुपियाँ मैले कसरी काटेर दिनु त नि त अनि यार मैले दुःखको पैसा मागेको छु तपाईँलाई उहाँ कुरेको छु यहाँ कुरेको छु मैले त्यो के च्यातेर के देखाएको थियो अनि मैले भने त अनि मैले 2 रुपियाँ तपाईँलाई कहाँबाट दिनु त नि फिर्ता भने ल्याऊ 2 रुपियाँ ल्याऊ दुःखको पैसा मागेँ मैले 2 रुपियाँ मैले तपाईँलाई कहाँबाट फिर्ता दिनु त मैले अब नभएको पैसा मैले कति बेर कुर्यो तिमी कति बेर कुरे तपाईँको लागि म कुर्ने टाइमै छैन क्या मेरो तपाईँलाई पुर्याउने मात्रै काम हो क्या दाइ मेरो पैसा त दिए तपाईँलाई पुर्याउने काम ग्रेट पोइन्ट यारमा सही भनिदिएर ले मलाई 77 रुपियाँ उठ्या अझै किसिस गरिरहेछ यहाँ तपाईँको 100 रुपियाँ नै छैन नि ल म त होइन लेनमै आइरहेको छु त सर जहिले मलाई मात्र समात्छ अरे म लेनमै आइरहेको हो क्या बाहिरबाट भित्र छिराएन एउटै लेनबाटै आइरहेको म क्यामेरा हेरौँ न सर पहिला यस नयाँ बाइक हो पेपर छ क्या यसको अभियसली अब जहिले पनि राजकुमार केही फल्ट त हुँदैन होइन तर सम हाउ होइन राजकुमार जहिले पनि यस्तै यस्तै होइन सिचुएसनहरूमा पर्रा हुँदैन क्या अचम्म लाग्छ यार अनि लेनभित्रै छु त म त के भयो हेर्नु पर्दैन तपाईँ केही भएको छ तपाईँलाई छुको सधैँ के रे तपाईँलाई छुको सधैँ भन्नु को फेरि मुजी पहिला पनि झाकझुलुक देखाएको थियो यो क्लिप हुन चाहिँ कसको गल्ती एक्चुअली फर्स्टदेखि हेर्नु मैले त यो क्लिप भेटाउँछ होला युट्युबमा म एकचोटि सर्च गर्छु है आइसो फुल भिडियो भेट्यो मैले कसको गल्ती रहेछ हेर्नुमा त आफै ओभरटेक गरेर गएको छ त यार फेरि के गर्छ लाग्छ कसले कसले भाइ के गर्छ लाग्छ हामी त आउने बारेमा आइरहेको छौँ म लडेको के हुन्छ त्यसै चलाएको छैन नि त दाइ हामीले भिडियोको लागि बिस्तारै भिडियोको लागि खिच्दै आयो रोड यहाँबाट त्यत्रो स्कुटर आइरहेको छ यहाँबाट यो साइडबाट बिचबाट ओभरटेक गरेर आइरहेको छ त्यहाँ म लडेको के हुन्थ्यो दाइ तपाईँले त्यस्तो हामीले पेला छ तपाईँ आएपछि हामी त साइडमा गएको छ नि त गएको छ नि त साइडमा भन्नु त कुन साइडमा त्यस्तो यहाँबाट बिचको लाइनमा तिमीहरू यहाँ यो लाइन चाहिँ यहाँबाट यसरी आउँछ यहाँ म भन्दैछु अझै बाइक रोक्नु पर्दैन बाइक रोकेर के भयो हेर्नु पर्दैन एटलिस्ट अगाडिबाट के आइरहेको छ हेर्नुपर्छ कि पर्दैन दाइ देखिरहेको थियो क्या गर्दाखेरि तिमीहरू भिडियोको धुनमा ए सुन न दाइ हामीले त खास त रोड देखाउन हो नि त हो कि नै भन्नु हामी त खास तिमीहरूको यो रोड देखाउने बेला यो रोड देखाउने को त इन्जिनियर हो त होइन भिडियो गर्न हो नि त दाइ हामी त त्यस्तो हामी केही गर्न आएन क्या दाइ भिडियो गर्न आएको थियो त त्यहाँबाट एटलिस्ट ओभरटेक गर्दाखेरि भिडियो खिच्दै अगाडिबाट बाइक आएको छ छैन अर्को सवारी छ आएको छैन हेर्नु पर्दैन मात्र चलाउँछौ तिमीहरू जस्तो उमेर अन्त नरिसाउनु न दाइ यार त्यस्तो कुरा चिल रहेछ यार यो यङ केटाहरू होइन भोइस सुन्दै अलिकति यङ केटाहरू नै जस्तो फिल भएछ होइन त्यसरी विचार गर भाइ विचार गर ड्राइभर दाइले केही भन्नुभएको छैन पछाडि बसेर मुख छाड्छ यारले रोक्नु के भने त्यो मान्छेले के भने के मान्छेले तपाईँले भन्न खोजे के तपाईँले भन्नु खोजे के यताबाट जाने बाटोमा थाहा छैन यताबाट जाने बाटो साइलाइट वाला बाटो मैले के भने तपाईँलाई अनि तपाईँ किन त्यतिकै मैले तपाईँलाई के भने त्यहाँबाट भातलाई के भने मैले के भने दाइले केही भन्नु भएको छैन दाइले साइड लाएर जान लाग्नु भइरहेको तपाईँले के भने तपाईँले मैले के पनि भनेको छैन के भने भित्र बसेर मैले के भने तपाईँ कहाँ जानु भने हातलाई किन हाल्नु पर्यो तपाईँले के भनेको तपाईँले किन बोल्नु पर्यो बढी बोल्छस् के गर्छस् तैँले त के गर्छस् के गर्छस् बोलाऊ बोला ल
तेरो सत्यानाश हुँदैन तेरो सत्यानाश हुँदैन। सुन्नु न एकैचोटि बवाल हिटेड भएर यार मोमेन्ट त के हो Alright, so that was it for today, guys. You're watching For Real Channel right now. It's been Pravesh. It's been a pleasure. Take care, guys. Peace.